होइन म गाडी पनि कुद्न पऱ्यो। खास भन्ने हो भने त हेर्नुहोस् बसन्त सर म पनि आज छोरै नआउनु पर्ने थियो अब आज पानी पऱ्यो नि मैले पोस्टपोन गरिदिएँ कार्यक्रम अब अनि मेरो उपाय छैन, पानी पऱ्यो कि अब भोलिदेखि एक हप्ता स्कुल जान्छ अनि उहाँ होइन घुँडामा कुरो यति के मैला भन्दा भएको नि छ, अब रुममा नआइदिई तातो भएको पानी छैन। लिनु अनि बच्चाहरूलाई चाहिँ मौसम चिसो भएपछि चाहिँ मैले चाहिँ पोस्टपोन गरिदिएँ अब हिटर दाजु फाल्ने मेरो बाथरुममा, जवाब दिनु न यार, गिजर फाल्ने। तपाईँले हिजो 12 तालमा दिएको हो कि तपाईँ आफ्नो के मनबाट कुरो दिएको हो कि घुमन्तेजीले के भने ल भन्नुहोस् म अहिले दिउँसो त एकदम सही सलामत छु हिजो सत्य हिजो बाहेक केही बोल्दिनँ 12 तालमा दिएको हो कि आफ्नै मनमा लागेको हो कि? के कुरो तर भने हाम्रो बाले चाहिँ तपाईँको दाइलाई सत्ता चाहिँ दिँदैन भन्छन् भन्ने मलाई लागेको छ भन्नुभएको थियो। त्यो के हो कुरो? मनबाट लाग्यो? त्यो कुरो चाहिँ अहिलेको पछिल्लो घटनाक्रमले पुष्टि गर्छ अहिले यति भनौँ दा दाजुमा यार यस्तो विश्वासमा बसिरहनु भएको छ तपाईँ यार, तपाईँ कसरी त्यस्तो सोच्नु सक्नुहुन्छ? मलाई त 100% विश्वास छ कि बाले उहाँलाई नै गर्नुहुन्छ। यो नेपालको इतिहासमा एकदमै नहुने कुरो भएकोमा दर्ज हुन्छ यदि उनले हस्तान्तरण गर्यो भनेदेखि नहुने कुरै होइन नि, कहाँ हुन्छ? तपाईँ त्यस्तो जबरजस्ती कुरा गरेर हुन्छ? यति कुरो चाहिँ मैले भने किन जब एउटा गभर्नरको कुरो यसरी किचन देश गृह लिस्टमा परे एउटा चाहिँ सत्ता साझेदार दलले चाहिँ मलाई लियो भने ल तै लियो भनेर पनि भनेको छ ल फलानालाई नियुक्ति गरिदेऊ नि त भन्दाखेरि अन्ट सन्ट यहाँ त्यहाँ गिजलेर यस्ता उस्ता यस्ता बेइज्जती पाराले यहाँ खटाएर यस्तो नि कुनै तरिका हो अनि हिजो चाहिँ तपाईँहरूलाई लाग्छ कि जनार्दन शर्मा चाहिँ देउवा कहाँ गएर देउवालाई प्रधानमन्त्री बनाउन गएर देउवालाई खुट्टा ढोग्न गएको अब हामी सत्तामा जान्छौँ तपाईँहरूले छोड्न लाया हो छोडिदिनुहोस् बरु हामी छिटो मन्त्री हुन पाउनु पर्यो देउबाजी भन्न गएको उता देउवालाई सघाउन गएको चाहिने कुरा गर्नु छैन नचाहिने नचाहिने कुरा तपाईँ तपाईँहरू हावा कुरा गरेर बस्नु अन्त्य तपाईँहरू जाँदै हुनुहुन्छ है, तपाईँ अन्त्य जाँदै हुनुहुन्छ है बोलेको। कहीँ जाने म कहीँ पनि आएन भएको कुरो गरिदिएँ मैले त्यस्तो केही हुँदैन त्यो। अब उसले त भन्न जसरी गएको पनि यो उसले फोन गरेको चाहिँ देउबाजी बरु छोडिदिनु नि तपाईँहरूले हामीलाई मन्त्री हुन रहर लागेछ प्लिज भने हो उसले के को चाहिँ म सहयोग गर्छु माओवादीले सहयोग गर्छ काङ्ग्रेसलाई भनेर काङ्ग्रेसीले पत्याएर बस्छ 34 त्यत्रो चुनावमा भोट हाल्न लगाएर दुनियाँ गऱ्यो पुसको 10 गते गएर बालकोटामा गएर चाहिँ स्तम्भसँग तिखेर फटाहरू यस्ता फटाका नि पछि लगाएर चाहिँ काङ्ग्रेसीहरू अझ पनि हिँडिरहने गाला पड्किने गरेर खान्छ मेरो गाला मैले भेटेँ भने पड्काइदिन्छु नि फेरि मैले फेरि देउवा र स्याउवा फुलाहरू माओवादीसँग मिल्ने तपाईँले चाहिने कुरो तपाईँले कुरा गर्ने दाइलाई तपाईँले पड्काउनु भयो, गर्न हान्नु न। कन्सुरी रम तानिदिन्छु मैले कन्सुरी रम तानिदिन्छु जुरुक्क बनाएर उचालिदिन सक्छु मैले के को कुरा गरेँ तपाईँ यस्ता उनीहरूलाई चाहिँ फट्टाहरू मान्छे पनि ल्याउने तपाईँ, मान्छे पनि त्यस्तै त्यस्तै छानेर ल्याउने। निगम म्यामको जुनियर हरि ढकालसँग चुनाव हारेका त्यस्ता भन्दा मान्छे भेट्नु भएन? तपाईँलाई हरि ढकाल चाहिँ महान व्यक्तित्व हो चुनावमा भोट लिने चाहिँ महान ज्ञान पनि त्यहाँले पिएचडीको प्रमाणपत्र उसैलाई नियुक्ति गर्दै भाइ त भनेकै छ हुन्छ ठुलो मान्छेको एकाडेमिक क्वालिफिकेसन खोजे भएर पो महानै हो नि परिवर्तन त अर्को यहाँ हरिदाल चाहिँ एउटाले चाहिँ फेरि बोलिहाल्यो बिचमा, हेर्नुहोस् त के भन्दैछ, टोले नेताले सभापतिलाई पड्काउने रे गफ हान्छ यो परिवर्तन पनि दाइ। त्यो बिचरालाई के थाहा टोले नेता भनेको त्यो सुने मात्रै हो क्या प्रफुल्ल बाबु त्यसलाई थाहै छैन के हो कार्यकर्ताको पावर के हुन्छ टोल्ने के नेताको हुँदैन भन्ने पावर त्यो कस्तो बिचरा हुन्छ त्यो थाहा रहन्छ, त्यही भएर अब उसले अर्कालाई त्यो होच्याउनलाई टोले नेता भने हो स्थानीय नेताहरूलाई चाहिँ थालखामा उठ भने उठ बस भने बस बनाइदिन सक्छ क्या यति कुरो चाहिँ सत्य हो फेरि मान्नुहोस् पार्टी भनेको चाहिँ कसैको गाउँको वीरता हो र हो उसले भनसुन गरेर हुने काम नहुने होला उसले सिट्ठी फुक्या भएर चाहिँ त्यो कार्यक्रममा कोही पनि नजान्छ निरीह भएर फर्किनुपर्छ त्यस्तो हो स्थानीय नेतालाई चाहिँ नजरअन्दाज गर्ने उसले चाह्यो भने तपाईँको आन्द्रा भुँडी निकालिदिन सक्छ मतलब राजनीतिक रूपले घरैबाट भन्नु हो क्या उठाइदिनु त्यो पर्छ परिवर्तन सर। साँच्ची नै फेरि त्यो चक्कु लाएर आन्द्रा भुँडी छिलेर भने होइन कि राजनीतिक आन्द्रा भुँडी चाहिँ तपाईँको छ्यालब्याल बनाइदिन्छ स्थानीय नेताहरूले घरैबाट उठाइदिनु नि सक्छ। सकिन्छ त्यो त
त भोलिबाट आउनै सक्दैन, त्यहाँ आउनै सक्दैन नि। परिवर्तन सर हिजो कुरा गरिहाल्नुभयो, आज अब कुरा नगर्नु होला आजदेखि होइन। बाले सस्ता हस्तान्तरण